हेलो गाइज, वेलकम बैक टू एनजे विक्रम। आज चाहिँ हामीले यहाँ वुड फार्म गराउँछौँ है। यति एरिया भएपछि चाहिँ मलाई इनफ हुन्छ। अब वुड फार्म गराउनको लागि केही सामान बनाउनु पर्यो हैन। केही स्ट्रफ चाहियो। मसँग यति वुड छ। यति वुड भइसकेपछि हाम्रो के भन्छ त भन्दाखेरि 1 2 3 4 दुईवटा चेस्ट, दुईवटा हपर। दुईवटा हपरको लागि हामीलाई चाहियो आइरन। हामीसँग आइरनको कमी छैन। 1 2 3 4 5 10 आइरन चाहिन्छ हामीलाई। अर्को खान्छ अनि यसलाई यता राखौँ अनि दुईटा हपर। अब मलाई केही चाहिन्छ के भन्दा यो यसलाई यतैबाट तोडौँला अहिले हैन। मलाई चाहिँ नि अब कहाँ कसरी गर्ने भन्दा यो स्टोन चाहियो। स्टोन लगभग 4-5 स्टेक जति। 1 2 3 4 5 स्टेक भएपछि हुन्छ। यसलाई चाहिँ यसरी नै राखौँ। पछि स्टोन गर्दाखेरि काम लाग्छ हैन। त्यसमा कति छ अनि यसलाई स्टोन कटर लिएर आउँछु। स्टोन कटरमा हालौँ। काटियो। अब यहाँ पनि छ कि जस्तो मानेको। यहाँ भएको भए झिकेर यो चेस्टलाई खाली गराउँदै जानु छ मैले बिस्तारै बिस्तारै। अनि छैन स्याप्लिङ मैले अलिअलि ल्याउँला। जोडियो 10 ब्लक रो 10 8 दुना 16 ब्लक ताल धेरै ठुलो हुन्छ हैन। अनि त्यसपछि 1 2 3 4 5 6 7 8 यसमा यसमा लगाउने। अब यसलाई ल्याउने अगाडि के गर्ने त भन्दाखेरि यो यहाँ आउँछ हैन। यस्तो हुन्छ। अनि 1 2 3 4 5 6 7 सही ठाउँमा उ रहेछ के अड्किएछ है। अनि त्यसपछि यता ल्याउने। यसलाई पनि यतै लिएर जोड्ने है। अनि यसलाई पनि लिएर जोड्ने। अब यसलाई भर्ने, यसलाई फिल आउट गर्ने। एक स्ट्याक छ। यसले सायद पुग्दैन होला हैन। यसलाई नपुगेपछि अर्को लिन्छ हामीले। तर मोस्ट प्रोबब्ली पुग्छ जस्तो मानेको छु मैले। पुग्छ जस्तो त लागेको छ। पुग्दिए हुन्थ्यो। पुग्यो।
यति भएपछि यो इनफ भयो। अब यसमा फेरि यसलाई यति भर्ने, यति भर्यो। एउटा धेरै भयो, यसलाई सम्म हुन्छ। अनि त्यसपछि गएर हामीले यसलाई पनि यताबाट भरिन्छ। अनि त्यसपछि यहाँ अहिले काटिन्छ। त्यही त्यो बिचको चाहिँ अहिले कट हुन्छ। एउटा पानी यहाँ हालौँ, अर्को पानी लिएर आउँ गएर यहाँबाट लिगाउँ। त्यो अब 1 यहाँ सरी यहाँ झिक्ने, ओइ गलत झिक्यो। यहाँ झिक्ने, यता हाल्ने, यता झिक्ने, यता हाल्ने, यता झिक्ने, यता हाल्ने, यता झिक्ने, यता हाल्ने, यताबाट झिक्ने। यो पुरै फिल आउट भयो। अब हामीले गराउँछौँ एउटा दुईटा, अहिलेलाई दुईटा गरौँ हैन। 1 2 3 4 छोड्ने अनि यो यसमा र यसमा राख्ने। त्यसपछि एउटा वाटर यताबाट हाल्ने, त्यहाँ रोकिन्छ। अनि त्यसपछि फेरि यता जाने, अनि त्यसपछि यताबाट एउटा वाटर यता हाल्ने, यहाँ रोकिन्छ। अनि यो दुईटालाई तोड्ने, यो दुईटाको काम छैन है। अनि त्यसपछि यसलाई लेख्ने, यसलाई र यसलाई पनि हान्दिने, अनि यसलाई र यसलाई पनि हान्दिने। अनि चेस्ट राख्ने यसमा र यसमा। अनि यसलाई र यसलाई पनि तोड्ने, दुईवटा हपर लेख्ने, हपर लिएर एउटा यता राख्ने, एउटा यता राख्ने, एउटा यता राख्ने। यताबाट हालौँ न त नजर। एउटा यता राख्ने हो। अनि यो दुईटा भयो। यो दुईटा भएपछि अनि यसलाई यस्तो गरेर हामीले यसलाई र यसलाई यस्तो राख्न सकिन्छ, किनकि यहाँबाट खोलिन्छ। र हामीले तर मैले यहाँ अर्को जुक्ति लगाउँछु। के जुक्ति त भन्दा हामीले के गर्न सकिन्छ त भन्दाखेरि यसको स्ल्याब गराउन सकिन्छ। अब तिमीले के देख भन त। तिमीले यिनी दिएछौ, मलाई चाहिँदैन है। तिमी डिस्पोन हुन्छौ अहिले, एकछिनमा रुक। दुईटा स्ल्याब गराउन सकिन्छ। अनि यो दुईटा स्ल्याबको के गर्न सकिन्छ त भन्दा यसमा र यसमा राख्न सकिन्छ। अनि यो नराख्दा हुन्छ नि त हैन। यस्तै राख्न सकिन्छ। यहाँबाट हामीले हुड झिक्न सकिन्छ। अब हुडको लागि के गर्न सकिन्छ त, हुड कसरी चाहिँ नि यो त भनौँ। अब हुड कसरी गराउने त भन्दा 1 2 3 1 2 3 4 यसको माथि जाउँ त, यसको माथि जाउँ, अझै एक स्टेप माथि जाउँ। यता एउटा राखौँ, यता एउटा राखौँ, यता एउटा राखौँ। अनि अर्को एक यता, अर्को एउटा यता, एउटा यता, एउटा यता, एउटा यता। हैन। अनि त्यसपछि यसलाई चाहियो, यसलाई नै थालियो। ओके। अब आम्दानी गर्ने बाटो त चाहिन्छ। फेरि आम्दानी गर्नलाई बाटो हामीसँगै इनफ हुन्छ। त्यो पछि बनाउला। ओके। आम्दानी बाटोको लागि हामीले के गर्ने त भन्दा
यसलाई काटौँ त। यसमा आयो। यसमा राखेर खोल्न मिल्दैन हैन। त्यो भएपछि राख्नुपर्छ हामीले यसमै। आम्दानी बाटो भाडमा जाओस्, हामी अर्को बाटो आउने गराउँछौँ र अलिकति चाहियो मलाई। अनि त्यसपछि हामी जान्छौँ यसमा जाने माथि, यसरी माथि जाने। यतातिर भयो कतिवटा ग्याप छ यतातिर, 1 2 3 4 ग्याप छ। यसलाई अरे 3 ग्याप बनाऊ हैन। सही लिएर आएको रहेछु तर मैले के गरेँ हो यता हालियो। अब हाम्रो हुड फार्म रेडी भइसक्यो है। अब स्याप्लिङ लिएर लगाउन जति बाँकी हो यहीँ रहेछ। स्याप्लिङ पनि यहीँ रहेछ, म लगाएर नि देखाउँछु अब तपाईँहरूलाई। यो स्याप्लिङ भयो है। अनि यसलाई लिएर जाने। अब हेर माथि जाने त चाहियो, त्यसको लागि उसलाई लिएर आउन त। स्प्रुसको स्याप्लिङ लिएर आउनु फाइदाजनक हुन्छ अहिलेलाई। के यसका स्याप्लिङ छन् सबै लिएर यतै राख्ने। अब हुड फार्म भनेको यहाँ हुँदैन है, यतातिर यसरी कटिङ हुँदैन। अब यतातिर सजाउनको लागि लगाइन्छ हामीले, यो नलगाउने होइन। तर हुड फार्म चाहिँ अब यता हुँदैन। त्यसैले यहाँबाट लिएर जाउँ यो स्याप्लिङलाई। अनि यति हो यहाँ भएको स्याप्लिङ भनेपछि यता छ मसित। यताको चेस्टमा छ होला स्याप्लिङ, यताको चेस्टबाट लिएर जाउँ। सर्ट पारामा यसमा यो स्याप्लिङ त यत्रो स्याप्लिङ छ कि हामी। यो भयो, यो भयो, यो भयो। यसलाई यतै फालिदिउँ। के अरे केही चाहिँ कम लाग्ने भनेको यो रहेछ। यसलाई यता राखौँ। यो पनि काम लाग्नेमै रहेछ। बोन लिएर जाउँ। अरू केही पनि छैन। एमेथिस्ट छ मसित, कपर छैन एमेथिस्ट त्यो गराउनको लागि। के भन्छन् रे, सनग्लास गराउनको लागि कपर छैन मसित, त्यो कपर गराउनु पर्ने छ। र यसलाई तोडेर यसको स्याप्लिङ पनि लिएर जाऊ। यसलाई पनि यहाँ राखेर कामै छैन। अरू सबैको स्याप्लिङ जाने, यसको नजाने हुन्न। यसको 4वटा स्याप्लिङ दिएन, दिए 4वटा दिए ल। 2टा दियो बल्ल, 2टा। ओइ के गर्या यस्तो नगर न। 2टा दियो नि त यसले त। त्यतिबाट लिनु पर्छ नि। अब मैले फेरि स्याप्लिङ मसित फेरि उनै छैन। यहाँ आइरन गरम कहाँ दिए भइरह आइरन गरमको 2 3 4 मसँग छैन। अब के गर्नु, यिनीहरूबाट स्याप्लिङ लिएर जाने, यिनीबाट लिएर जाने, त्यतिबाट लिने। 44वटा त क्या नि र नि 9 10वटा स्याप्लिङ भयो भने
यसलाई यतै फ्याँक्दिउँ, यसलाई नि यतै फ्याँक्दिउँ, यसलाई यतै फ्याँकौँ। अनि त्यसपछि यो हुडको पनि के अरे स्टोनको पनि काम सिद्धियो। मैले धेरै नै स्टोन बनाएको रहेछु। अब त्यो डिस्पन हुनु हुँदैन सोल्टी, तिमी डिस्पन हुनु हुँदैन। तिमी डिस्पन भयो भने मलाई गाह्रो पर्छ। तिमीले मलाई लागिरहेको छौ, तिमीले दिएछौ, तिमीले स्याप्लिङ दिएको मलाई थाहा छ सोल्टी। यस थ्याङ्क यू। अब यसलाई जाने, यसलाई लिएर जाने, यसमा जाने, यसलाई लिएर है। अनि 1 2 3 4 तर 4वटा जति भयो हुन्छ होला नि है। यो त अलि धेरै नै भयो कि जस्तो मानेको, फाल्दिनँ यसलाई। अब यस्तै हुन्छ खै। त्यही भएर यो चाहिन्छ भन्ने कुरो हो। हान्नै पनि भएन त नि। अब यसलाई यता राखौँ, यसलाई यता राखौँ, यसलाई राखौँ, यसलाई राखौँ, यसलाई राखौँ। यसलाई यता, यसलाई यता, अरे लाग्दैन। यसलाई यता, यसलाई यता, यसलाई यता। 4वटा बाँकी छ है। अरे अब अरू यता गयो होला एउटा ट्रिप। कहाँको हो त नि यो एउटा फेरि भनेपछि त अनि धेरै नै गयो त। अझै 2टा चाहिन्छ त अनि मलाई त। यहाँ रहेछ, यहाँ रहेछ साथीहरू, यहाँ रहेछ। यसलाई यता राख्ने अनि यसलाई यता राख्ने। अब यहाँ गराउँछ हामीले लेदर गराउनु। अरे यसलाई होइन। 1 2 3 1 2 3 4 5 6 जम्मा 9वटा। नौ दुना 18वटाले त अलि पुग्दैन। सत्ताइसवटा चाहिँ इनफ हुन्छ ल। ओ यहाँ र माथि जाने। यो साइडबाट भन्दा नि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 अझै माथि 16 17 18 19 20 21 22 23 24 25। यहाँभन्दा धेरै त कति जान्छ र होइन। अब एक स्टेप यता लेख्ने।
अनि अर्को एक स्टेप यतापट्टि पनि भर्ने डोन्ट टेक अ रिस्क ओके यताबाट यता यताबाट यता यताबाट यता यताबाट यता यताबाट यता यताबाट यता अनि त्यसपछि हाँडा नि माथि हुन्छ हामी त फेरि जान त एक साइडमा जति हाल्न चाहिँ तर डिजाइन त दुई साइडबाटै हालेको राम्रो देखिन्छ नि त हैन हो अनि हुड काटिङ कसरी त भन्दाखेरि यता आइन्छ हामी हैन अहिले त मेरो जम्पिङ मिलेन नत्र सिधै यसको माथि गइन्छ यो म्यानुअल हो यो फार्म चाहिँ है ए छोटो मिठो सजिलो म्यानुअल वाला त्यसरी काट्दै गयो हैन सबै बाहिरको सबै बाहिरै जान्छ हुड आफ्नो इन्भेन्टरीमा आउँछ पछि भरिन्छ अनि फालो तल उ भइरा हुन्छ ए यति भइहाल्छ अनि अर्को चारवटा आउँछ यो चारवटालाई फेरि यहीँ राख्यो यहीँ राख्ने आफू चाहिँ तर्किने है फेरि यसलाई फ्याक्नु हो अब मलाई यो उ चाहिन्न ए स्टोन राख्नलाई पनि ठाउँ छैन यार यहीँ राख्नुपर्ने भयो न 1 2 यता यता 1 1 1 1 1 यति भएपछि भइगयो 40 वटा चाहिँ नि मलाई उ चाहिने भएपछि अठारवटा त आयो पुग्ला त 18 त धेरै नै भयो नि त त्यो हो अब यहाँ माथि जानलाई यसरी राख्ने ए एउटा गलत ठाउँमा लाग्यो यस्तरी जाने ओहो यसरी जाने ओ गयो आयो यति भएपछि भइगयो अब तल क्रिपर भन्ने सोल्टी रहेछन् क्रिपर भन्ने सोल्टीबाट बच्नुपर्छ हामी यसरी चट्टा बारमा खानु चाहिँ हुँदैन हान्न सके पो त्यसै हान्न आउँछन् हान्न सक्ने होइनन् यसलाई म यसरी हानिदिन्छु हेरौँ ए बाटैमा हानिदियो र पो त यति भएपछि भयो साथीहरू अब हुड कसरी चप गरिन्छ भन्दाखेरि यसरी जाने अनि यसरी हाम फाल्ने अहिले पनि मिलेन सही ठाउँमा आयो नि त हुन त त्यसरी अनि तपाईहरुलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है यति यसरी गरेपछि हुड फार्म हाम्रो भइसक्यो अब यहाँ जोनी साप्लिङले लगाउन नि भाइ हो नि त हैन अब यिनको के काम छ त नि के छैन अनब्रेकिङ वाला छ भो
ए धेरै रहेछ नि त अनि एक आपसमै लड्नुपर्छ। ओ मेरो भाले कुन भन्दै लड्यो 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 को है विनर को हुन्छ है ल है जम्मी विनर हुन्छ कि ए ल सोल्टी 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 राति बेला त एक कुरो हुन्न नि त। अब हामीलाई के काम त नि होइन यसलाई फाल्ने यसलाई फाल्ने त्यो जान्छ आफ्नो ठाउँमा गएर बस्छ के गर्नै पर्दैन यसलाई हो। तपाईँलाई यो भिडियो कस्तो लाग्यो साथीहरू लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर नबिर्सनु होला। अब यहाँ मैले एउटा झुला हाल्छु अथवा होइन केही गरेर यसलाई पछि डिजाइन खानौला र अहिलेलाई चाहिँ बाई बाई। हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ। थ्याङ्क यू फर द वाचिङ।